वेलकम छ साथीहरु हजुरलाई मेरो यस युट्युब च्यानलमा। आज हामी कोरियन अल्फाबेटको बारेमा डिस्कस गर्न गइरहेको छौं। कोरियन अल्फाबेट टोटल 40 हुन्छ अनि त्यसलाई चाहिँ कन्सोनेन्ट साउन्डमा र भोवेल साउन्डमा दुईवटा साउन्डमा डिभाइड गरिएको हुन्छ। त्यहीमाथि कन्सोनेन्ट साउन्डलाई पनि दुईवटा साउन्डमा डिभाइड गरिएको छ। फर्स्टमा रहेको छ सिंगल कन्सोनेन्ट साउन्ड अनि सेकेन्डमा रहेको छ डबल कन्सोनेन्ट साउन्ड। कन्सोनेन्ट साउन्ड चाहिँ टोटल 19 हुन्छ भनेपछि भोवेल साउन्ड चाहिँ टोटल 21 हुन्छ। 21 र 19 8 गरेपछि 40 हुन्छ गाइजहरु। अनि कन्सोनेन्ट साउन्डको सिंगल साउन्ड र डबल कन्सोनेन्ट साउन्ड भइरहेको छ। अनि सिंगल कन्सोनेन्ट साउन्डमा चाहिँ 14 वटा छ भने डबल कन्सोनेन्ट साउन्डमा चाहिँ 5 वटा हुन्छन्। सिंगल भनेको चाहिँ केवल एउटा मात्रै के एउटा मात्रै एक वर्डलाई बुझाउँछ भनेपछि डबल भने चाहिँ एउटा सिंगल अनि अर्को सिंगल जोडेर एउटा वर्ड बनेको छ, त्यस्तोलाई चाहिँ यहाँ डबल कन्सोनेन्ट साउन्ड भनिएको छ। नेक्स्टको साथीहरु हामी चाहिँ अब सिंगल कन्सोनेन्ट साउन्डको बारेमा डिस्कस गरौँ। सिंगल कन्सोनेन्ट साउन्ड चाहिँ टोटल 19 वटा छ। त्यसलाई चाहिँ फर्स्टमा चाहिँ ग भनेर चिन्छ, जस्तो हामी नेपालीमा व्यञ्जन वर्ण भनेर क आउँछ नि हाम्रो फर्स्टमा, त्यस्तै यहाँ चाहिँ कोरियन ल्याङ्ग्वेजमा क आउँछ फर्स्टमा। कन्सोनेन्ट साउन्ड भनेको चाहिँ व्यञ्जन वर्ण, भोवेल साउन्ड भनेको चाहिँ स्वर वर्ण है गाइजहरु। ल त है साथीहरु, म चाहिँ यसरी लेख्दै जान्छु सिरियल बाइ, हजुरहरुले चाहिँ बुझ्नु होला। यो सिम्बल भएपछि चाहिँ ग भन्ने बुझिन्छ, अनि यसो सिम्बल भयो भने चाहिँ न भन्ने बुझिन्छ, अनि यसो भयो भने चाहिँ द भन्ने बुझिन्छ, अनि यसो भयो भने चाहिँ र। अनि यिनी चाहिँ सिंगल कन्सोनेन्ट साउन्ड हुन्। सिरियल बाइ पढ्नुपर्छ गाइजहरु। जस्तो अब हामीहरुको क ख भन्ने हुन्छ भनेपछि त्यसमा चाहिँ क को सट्टामा चाहिँ कोरियन ल्याङ्ग्वेजमा ग आउँछ फर्स्टमा, हाम्रोमा ख आउँछ भनेपछि कोरियनमा चाहिँ न आउँछ सेकेन्डमा। त्यसै सिरियल बाइ बुझ्दै जानु होला साथीहरु। म चाहिँ लेख्दै जान्छु ल। कोरियन भाषा पढ्न आछ। उल्टो 7 भयो भने चाहिँ ख हुन्छ, ई भयो भने चाहिँ थ हुन्छ साथीहरु, अनि यसो भयो भने चाहिँ फ हुन्छ, अनि यसो गर्नु साथीहरु, अनि यस्तो गर्नु, अनि यस्तो गर्नु, यो चाहिँ ह भयो साथीहरु। यही चाहिँ हाम्रो 19 वटा सिंगल कन्सोनेन्ट साउन्ड भयो साथीहरु। अब चाहिँ हामी डबल कन्सोनेन्ट साउन्डमा जाँदै, त्यहाँ चाहिँ रहेको छ 5 वटा। मैले यहीँनिर लेख्दै साथीहरु बुझ्नु होला है। डबल कन्सोनेन्ट साउन्ड यो बुझ्नु होला, सर्टकट लेखेको साथीहरु। मैले चाहिँ डबल कन्सोनेन्ट साउन्ड पनि लेखेँ, जो चाहिँ 5 वटा हुन्छ। अनि यो जुन ग को डबल सिम्बल बनायो भने चाहिँ क हुन्छ। यो चाहिँ डबल कन्सोनेन्ट साउन्ड भयो। हजुरहरु पढ्दै गर्नु होला। बाइ बाइ साथीहरु। अब चाहिँ अर्को च्यानलमा म डबल भोवेल साउन्ड र सिंगल भोवेल साउन्डको बारेमा डिस्कस गर्दै गरौँ ल। यसमा चाहिँ यति नै ल। अर्को च्यानल हेर्दै गर्नु छ भनेपछि मेरो यस च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट गर्दै गर्नु होला हस्। बाइ साथीहरु, यसलाई च्याप्टर क्लोज गरौँ ल। अझै डिटेल जान्नु मन छ भनेपछि लाइक अनि कमेन्ट गरेर इन्फर्मेसन दिनु होला। म चाहिँ अर्को च्यानलमा भनिदिनेछु।